दादा दादा उठ्नु चिया के रे चिया ह्यापी भ्यालेन्टाइन डे 哎呦我的妈！ ह्यापी भ्यालेन्टाइन डे भनेको भ्यालेन्टाइन भन्नु लागेको तिमी तिमीलाई थाहा छ भ्यालेन्टाइन भनेको के हो भ्यालेन्टाइन भनेको के थाहा छैन बिचमा यहाँ भ्यालेन्टाइन भन्दा बिहान बिहान उठाउँदैन आऊ है 12 वर्षमा उनी पर्यो गुकै गन्ध भनेको जस्तो भ्यालेन्टाइन डे थाहा छ तिमीलाई के हो भ्यालेन्टाइन डे भनेको थाहा छैन अनि किन चाहिँ भ्यालेन्टाइन मनाउँदै आएको तिमी चाहिँ बिहान बिहानै सुतेको बेलामा 8269 मा रोममा राजाले सेन्ट भन्ने एउटा केटालाई चाहिँ फाँसीको सजा सुनाएको थियो त्यसले चाहिँ एक हप्ता अगाडि राजाले चाल पाएर चाहिँ मेरो छोरीसँग लभ गर्छ भनेर चाल पाएर त्यो सेन्ट भन्ने केटालाई चाहिँ सेन्ट भ्यालेन्टाइन भन्ने केटालाई चाहिँ फाँसीको सजा सुनाएको थियो त्यसको मरणको दिन हो त्यो तिमीले मलाई मार्न आएको यहाँ त्यसको श्राद्ध गरेको दिनलाई चाहिँ मनाउँछु उत्सव भनेर उत्सव त्यसको उत्सव बनाएको थियो तिमीले मलाई भ्यालेन्टाइन भनेर त्यो मारेको मलाई जिउँदै ड्युटीबाट भर्खर आइरहेको छु यहाँ चिया दिएर बुढीले बिहानै चिया दिएर किन दियो होला चिया भनेको त भ्यालेन्टाइन डे पो बनाउन आएको रहेछ ए कान खोलेर मजाले सुनिरहेको तिमीले तिम्रो बाना नगर त्यहाँ लुगा भिजाइरहेको होला हो अनि त्यहाँबाट उठाउने बाना नगरी बस्यो यहाँ बिहान बिहानै यो चक्लेट डे टेडी डे हग डे यो सब त्यो एक हप्ता अगाडिको एक हप्ताको बिचमा भएको यो फरवरीको एक हप्ताको बिचमै हुन्छ यो सबै केटीले चाहिँ त्यो जेलमा गएर त्यो केटालाई त्यो कारागारमा गएर चाहिँ त्यो केटालाई त्यो गरेको चिजहरू हो यो हक डे त्यो हक डे एक दिन अगाडि छ भ्यालेन्टाइन डेको एक दिन अगाडि किन गरेको त्यो केटा मर्ने बेलामा सुकुनले मरोस् भनेर दिएको हक डे हो त्यही भएर सेन्ट भ्यालेन्टाइनको मरेको दिन चाहिँ त्यो भ्यालेन्टाइन मनाउँछ तिमीले लुगा धुने बाना गर्नु न भन न बरु लुगा धुवा रातभरि बुढा ड्युटी गरेर आउँछ त्यो चाहिँ तिमीलाई थाहा छैन हो अन्त बाना गर्दै हो भ्यालेन्टाइन डे हक डे के डे भन्दै मुद्दे 哎呦我的妈！ अब बुझिराख्नु भ्यालेन्टाइन चाहिँ किन बनाउँदो रहेछ याद गरेर राख्नु भ्यालेन्टाइनमा कुनै कसैलाई गिफ्ट दिने कसैलाई केही दिने भनेर यो उयो होइन नियम होइन एकचोटि भनौँ भने त्यसको आत्माको शान्तिको लागि यो भ्यालेन्टाइन डे बनाएको याद गरिराख्नु